हेलो नमस्ते एभ्रिवान। आज हामीले स्पिड डिस्टेन्स र टाइमको क्वेसनहरू सल्भ गर्नेछौँ। चारवटा क्वेसनहरू छन्। यसमध्ये हजुरहरूले चाहिँ 1 नम्बर र 4 नम्बरको चाहिँ गर्नु होला। 2 नम्बर र 3 नम्बरको चाहिँ मैले गरिदिनेछु। यो दुईवटा क्वेसनहरू चाहिँ सुर्खेतमा फर्स्ट सिलेक्सनमा डे 15 र डे 8 मा आएको क्वेसनहरू हुन्। लेट्स सल्भ। क्वेसन नम्बर 2 मा छ जनक ट्राभल्स एट 12:15 आवर्स एन्ड रिचेज एट 16:10 आवर्स। मतलब जनक भन्ने मान्छेले चाहिँ 12:15 आवरमा चाहिँ स्टार्ट गर्यो जर्नी र 16:10 आवर्समा चाहिँ आफ्नो डेस्टिनेसनमा पुग्यो हैन। भने पछाडि 12:15 चाहिँ यसको स्टार्टिङ जर्नी भयो अनि 16:10 आवर्स चाहिँ यसको पुगेको समय भयो। अनि गिभन के छ, अनि यसको स्पिड चाहिँ 30 किलोमिटर पर आवर छ। अनि हामीले डिस्टेन्स निकाल्नु पर्ने छ। फर्मुला हामीलाई थाहा छ, स्पिड इक्वल टु डिस्टेन्स बाई टाइम। अनि यसमा हामीले डिस्टेन्स निकाल्नु पर्ने छ। डिस्टेन्स इक्वल टु स्पिड मल्टिप्लाई टाइम हुन्छ। स्पिड त हामीसँग छ तर टाइम छैन भने पछाडि टाइम निकाल्नु पर्यो हामीले पहिले। टाइम इक्वल टु फाइनलमा जुन पुगेको समय हुन्छ त्योबाट इनिशियल टाइम घटायो भने चाहिँ हाम्रो फिक्स बीचको जोड्नेको टाइम आउँछ है त। फाइनल टाइम कति छ 16:10 आवर्स अनि इनिशियल टाइम 12:15 आवर्स घटायो भने यसमा चाहिँ 60 मिनट चाहिँ क्यारी ओभर आउने भयो। 60 + 10 70 अनि 15 घटायो भने कति हुन्छ 10 मा 5 भनेको 6 मा 1 5। यसमा चाहिँ हाम्रो 55 मिनट्स हुने भयो। अनि यो 16 मा 1 आवर क्यारी ओभर गइसक्यो भनेपछि 15 बाट 12 माइनस गर्यो भने 3 हुने भयो। भने पछाडि 3 आवर्स 55 मिनट्स हुने भयो। तर हामीले चाहिँ केमा निकाल्नु पर्ने छ यो टाइम चाहिँ आवरमा मात्र, तर मिनट्समा छ यहाँ। भने पछाडि 3 आवर्स 55 बाई 60, किनभने यो मिनेटमा छ, मिनेटलाई आवरमा लग्नलाई चाहिँ हामीले 60 ले डिभाइड गर्नुपर्छ। 3 + 5 1 11 जा 55, 5 1 जा 5, 5 1 जा 5 11 भयो। 5 12 जा 16 भयो। अनि 3 + 11 डिभाइड 12 अनि तलबाट 12 ल्यायो भने 12 3 जा 36 + 11, 36 + 11 कति हुन्छ 35, 40 47 डिभाइड 2। अब टाइम हाम्रो कति आयो 47/12 आवर आयो। अब हामीले यहाँ पुट गर्यो भने एन्सर आयो। डिस्टेन्स इक्वल टु स्पिड कति छ हामीसँग 30 छ, मल्टिप्लाई टाइम हाम्रो कति आयो 47/12, 47/12, 2 6 जा 12, 2 15 जा 30, 3 2 जा 6, 3 5 जा 47, 5 7 जा 35, 3 बच्यो, 5 4 जा 20, 20 + 3 23 डिभाइड 2, 2 1 जा 2, 2 1 जा 2, 2 1 जा 2, 1 बच्यो, 1 र 5 15, 2 7 जा 14, 1 बच्यो, पोइन्ट थपेर यहाँ 0 भयो, 2 5 जा 10, 170.5 किलोमिटर पर आवर चाहिँ हाम्रो एन्सर हुने भयो। अनि क्वेसन नम्बर 3 मा हेरौँ। अब के भनेको छ, राम ट्राभल्स एट 12:15 आवर्स विथ स्पिड 30 किलोमिटर पर आवर इफ ही ट्राभल्स 72 किलोमिटर एट वाट टाइम ही रिचेज। मतलब यसरी चाहिँ हामीले यस्तो जुन यसरी मैले बनाएँ यसरी चाहिँ सजिलो हुन्छ क्याल्कुलेसन गर्न, किनभने यहाँ इनिशियल टाइम हुन्छ, यहाँ फाइनल टाइम हुन्छ, अनि यहाँ बिचमा चाहिँ गिभन हुन्छ। राम ट्राभल्स एट 12:15 आवर्स भने पछाडि 12:15 आवर्स चाहिँ यसको इनिशियल टाइम हुने भयो। अनि बिचमा के दिया छ स्पिड, स्पिड इक्वल टु 30 किलोमिटर पर आवर हुने भयो।
इफ ही ट्राभल्स 72 किलोमिटर डिस्टेन्स कति छ हामीसँग 72 किलोमिटर हामीले निकाल्नु पर्यो अब एट व्हाट टाइम ही रिचेज हामीले चाहिँ कुन समयमा पुग्यो यो आफ्नो डेस्टिनेसनमा त्यो चाहिँ निकाल्नु पर्यो यो निकाल्नको लागि पहिले चाहिँ यो प्लस यो बीचमा जुन यात्रा गरेको हुन्छ त्यो समय प्लस यो गर्यो भने चाहिँ हाम्रो पुगेको समय आउँछ है त सो लेखौँ अब हामीलाई थाहा छ स्पिड इक्वल टु डिस्टेन्स बाइ टाइम हुन्छ यसमा टाइम इक्वल टु स्पिडको स्पिड भयो यो डी चाहिँ यता जाँदा चाहिँ सरी टाइम इक्वल टु टाइम यता गयो भने डिस्टेन्सको डिस्टेन्स डिभाइड बाइ स्पिड यता गयो भने डिस्टेन्स बाइ स्पिड हुने भयो डिस्टेन्स कति छ हामीसँग 72 स्पिड 30 छ 236 जा 72 215 जा 30 312 जा 36 35 जा 15 51 जा 5 52 जा 10 र 2 बच्यो पोइन्ट थपेपछि 20 हुने भयो 54 जा 20 2.4 आवर्स तर हामीले 2.4 आवर्स यसरी लेख्न मिल्दैन त्यसको लागि 2 आवर्स र 0.4 आवर्स पहिले स्प्लिट गर्नुपर्ने हुन्छ त्यसपछि 2 आवर्सको सेम हुने भयो यसलाई चाहिँ हामीले मिनेटमा लग्नु पर्यो त्यसको लागि चाहिँ 0.4 1 आवरमा कति मिनेट हुन्छ 60 2 आवर्स 4 डिभाइड बाइ 10 मल्टिप्लाई 60 0 0 कट्यो 6 4 जा 24 2 आवर्स 24 मिनेट्स हामीले निकाल्यौ यो बीचमा कति समयमा चाहिँ यसले आफ्नो यात्रा तय गर्यो यो समय चाहिँ निक्ल्यो त्यो बीचको समय र बीचको समय र आफ्नो इनिशियल टाइम चाहिँ जोड्यो भने हाम्रो पुगेको समय आउँछ है त सो इनिशियल टाइम कति छ 12:15 प्लस बीचको टाइम कति भयो 2:24 यसलाई प्लस गर्यो भने चाहिँ हाम्रो फाइनल टाइम आउँछ 5 + 4 9 2 + 1 3 12 + 2 14 सो हाम्रो फाइनल रिच टाइम कति हुने भयो 14:39 हामीले चाहिँ क्याल्कुलेसनलाई इजी बनाउनको लागि चाहिँ यसरी गरियो भने सजिलो हुन्छ है त यो भयो इजी क्वेशनहरु यदि हजुरहरुले यस्तो इजी क्वेशनहरु अलरेडी जानिसक्नु भएको छ भने चाहिँ मैले चाहिँ विभिन्न साइट्सहरुबाट क्वेशनहरु कलेक्ट गरेको छु 4 वटा क्वेशनहरु ल्याएको छु मैले यो क्वेशनहरु चाहिँ गर्न सक्नुहुन्छ हजुरहरुले 1 नम्बरमा के सोधेको छ डिस्टेन्स सोधेको छ 2 नम्बरमा पनि टाइम सोधेको छ 3 नम्बर 4 नम्बर यसरी छ एन्सर पनि दिएको छु मैले गर्नु होला यो क्वेशनहरु चाहिँ हजुरहरुले गर्नु होला एन्सर चाहिँ म अर्को भिडियोमा बताउने छु है त।